उफ्रिने टर्न बहिनीको उफ्रिने टर्न बस 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 दादा बस ए बहिनी लड्छस् नि उफ्री 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 दादालाई उफार माथि माथि अलि आएर उफ्री न हो त्यहाँ उफ्री लु माथि माथि उफार दादालाई अब अर्कोमा जाऊ लु उया उयसमा जाऊ सिसामा जाऊ त आऊ त हेलो अंकित घिमिरे कही हाल भनेको हेलो गहना घिमिरे हात पनि ए लड्छस् नि दादा निक्लिदिन एकछिन नजाऊ है दादालाई हेर कसरी जान्छ अनि तिमी त्यसरी जानु ल त्यही पर्खे बहिनीलाई एकछिन नजा ए लड्छ नि बहिनी यस्ता त मान्छे छन् नि के यस्तालाई खेलाउनु त अनि एक एकजना गरेर जाऊ दादा भाइ जान्छ नि मिल्छ लु चल अलि सिधा भएर बस दादा त्यसलाई सिधा पार न लु भयो त्यो छोड्दै एकछिन नजान पुरै टेका बस जाने लु त बहिनी लड्छस् नि सक्दिन आऊ गर्न सक्दैन सक्दैछ होला गई हेर्छ त ए दुईजनाले सकेनौ दुईजनाले जितेनौ त्यसो भए त आइ बहिनी लड्छस् नि हेलो भन्देऊ न ए तातो छैन त्यो हेलो भन्नु भाइ लु हेर ओ बहिनी उहाँ गइसके कोही बोल्ने पनि भएन लड्छस् नि बिस्तारै गर जस्तो लड्छस् नि बहिनी हेलो यता हेर्छौ भाइ अलि बहिनीको छ भने खोइ तेरो जुत्ता खोलेर पाएछ उता बहिनी अलि यता आउनु अलि यता त आउ त्यो छेउमा नजाऊ ए लड्छस् नि बाँदर हो तिमीहरू दुइटा बाँदर हो मङ्की हो दादालाई उठ्न दे
ए यसो गर म आफै हल्लिन आउँछ अलि बित्तामा बस बिनी हो त बस आफ्नो नाम भन्दै त तिम्रो नाम के अरे अनि तेरो अनि तिम्रो को नानी हो कसको छोरा काकाको हौ ए लड्छ नि कहाँ जान राति खुसी भएको तिमी चाहिँ अनि खै कहाँ जाने टाइट भएको पेन्ट बाबालाई देख्यो त्यही सालबारी कहाँ हो सालबारी भनेको चाहिँ के अरे उता गएर उता बाटो नयाँ बाटोमा गएर जाऊ त कसरी जान्छ ओइ कसले हो पेन्ट सभा पाइ राखेछ गोदी भेट्छन् नि अब गएको तिमीहरू चाहिँ ल ल बाई बाई ल है हाम्रो पनि घर अगाडिको बाटो मजाले बनिँदैछ भ्याकुर लगाएर डोजर लगाएर घर आँगनमा यति राम्रो बाटो बनिन्छ रोलर म मेरै घरबाट गर्छु के